जतिको दुखी त यो संसारमा कोही छैन होला, म जतिको गरिब कोही छैन होला है। कतिचोटि यस्तो लाग्न सक्छ है साथीहरू। म पनि पहिला पहिला यस्तै भन्थेँ क्या है। तपाईँहरूलाई सम्पूर्णलाई मेरो मिनी ब्लगमा स्वागत छ। अनि तपाईँहरू सम्पूर्णलाई जय मसी नमस्कार। अनि आजको दिन चाहिँ साथीहरू मेरो बिहानीको काम चाहिँ यसरी गर्दैछु। यहाँ रायो साग पनि रहेछ भनेर देखाउँदैछु होइन। यो चाहिँ मेरो प्याज बारी है साथीहरू। यो प्याजमा चाहिँ कति झाराको के कति झाराको, यसलाई चाहिँ कति गोड्नु दिक्कै लागेर अनि अब एकैचोटि म गाना लगाएपछि मात्र झिक्छु भन्दैकन मैले यो नगोडिराखेको हेर्नु न, प्याजभन्दा धेरै झार देखिरहेछ होइन। अनि मलाई चाहिँ लागिरहेको थियो यो समयमा चाहिँ अब यसपालि मैले अब मेरो प्याज भएन, त्यति फल्ने रहेछ भनिरहेको थिएँ। अस्ति भर्खरसम्म म गाना लागिरहेको थिएन क्या। अस्ति गोड्दा नि मसिनो गाना थियो, त्यसपछि अनि अस्ति उँधो हेर्दा पनि गएर हेर्दा त्यति गाना लागेको थिएन। अनि त्यही भएर मैले चाहिँ यसपालि चाहिँ अब प्याज मेरो चाहिँ बिग्रियो, किनभने मैले प्याज ढिलो रोपेँ जस्तो लाग्यो क्या। मैले चाहिँ यो माघ लास्टमा रोपेको हो नि त यो प्याज, किनभने पोहोर चाहिँ छिटो रोप्दाखेरि चाहिँ प्याज फुल्यो क्या। ज्यादा आधी सरो नै प्याज फुल्यो। अनि प्याज पनि मैले धेरै नै यो गरैभरि रोपेको थिएँ। त्यो पर मकै भएको सबै रोपेको थिएँ। अनि बेच्न त मैले 15-16 हजारको प्याज बेचेँ, तर पनि बिहाल प्याज चाहिँ स्याहार्नु नसकेर धेरै नै कुहिएर उम्रेर गयो होइन। त्यही भएर मैले यसपालि चाहिँ यो आधी गरा मात्र रोपेको छ होइन। अनि म भन्दै थिएँ मेरो प्याज यसरी रेडी भयो। अब के भन्छ यो प्याज लिन चाहनेहरूले चाहिँ अब 80 रुपियाँ 1-2 केजी लानेलाई, अनि त्यसपछि 100 केजी उठाउनेलाई चाहिँ म 70 लिइदिन्छु है भन्दै थिएँ होइन। अनि यसरी त्यसपछि मैले यहाँ रुख चढेर बाख्रालाई घाँस झारेँ होइन। भैँसीलाई चाहिँ मैले डोकोमा पुऱ्याइसकेको थिएँ। अनि त्यसपछि यो चाहिँ बाख्रालाई लगेर झुन्डाउनु पऱ्यो नि त। अब दिउँसो मेलो जानु छ होइन। दिउँसो मेलो जान परेपछि त अनि बिहान त यसरी हामीले बस्तु बाख्रा सबैलाई घाँस पुऱ्याएर हिँड्नुपर्छ। अनि यस्तो हो काम मेरो साथीहरू आज बिहानको चाहिँ होइन। यो मात्र होइन, बिहानीको काम त कति हुन्छ कति है। बाख्रालाई भनौँ, सुँगुरलाई भनौँ, भैँसी दुहुनु, गोबर सर्नु, धेरै काम हुन्छ हामी खेती किसानीहरूको चाहिँ साथीहरू। अनि यसरी बाख्रालाई घाँस काटेँ। यो डाले चाहिँ अब हामीले वर्षमा 2 चोटि काट्छौँ क्या। अनि नकाटेन भने चाहिँ ठुल्ठुलो डाला हुन्छ। अनि सानो डाला बनाउनलाई चाहिँ एकचोटि यसरी हामीले चिउला काट्नुपर्छ। यसलाई चिउला काट्नु भनिन्छ। अनि यस्तो हो साथीहरू। अनि तपाईँहरू सम्पूर्णको दिन शुभ बितोस्। अनि मेरो भिडियो हेरिदिनु भने सम्पूर्णलाई धन्यवाद। अनि यस्तै साथ सपोर्ट गरिरहनु होला। अनि मेरो अर्ग्यानिक भिडियो मन पराउने सम्पूर्ण मित्रहरूलाई लाइक कमेन्ट गरिदिने सम्पूर्ण मित्रहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु होइन। अनि यस्तै यस्तै छन् मेरो चाहिँ अब खास भिडियोहरू आउँदैन होइन। यस्तै यस्तै है भिडियो चाहिँ मेरो अर्ग्यानिक पाराको आउँछ। कतिजनालाई मनपर्छ, कतिजनालाई मन पर्दैन। यो चाहिँ के भयो होइन साथीहरू, अहिले चाहिँ अब धेरै के भन्छ फलोवर्सहरू बढाए पनि अब लाइक कमेन्ट चाहिँ कमै आउन थाल्यो। के भयो होइन। अनि यसरी मैले सबै कुरो गरेँ होइन। बाख्रालाई घाँसहरू पनि रेडी गरेँ। अनि त्यसपछि प्याज चाहिँ अब अलिअलि गर्दै उखाल्दै राख्नु पऱ्यो। अब कति के भएछ भनेर मैले चेक गरेको, अनि ठिकै भएछ। अनि प्याज पछिको काम चाहिँ अब अलिकति मेलो जान्छ नि त। अनि अलिकति उखाली हेरेको प्याज चाहिँ कस्तो भएछ भनेर। अनि साथीहरूलाई यही हो जानकारी। यदि चाहिन्छ भने अर्डर गर्नु होला प्याज चाहिँ होइन। जिन्दगी भन्ने यस्तै हो साथीहरू, दुःख सुख सबै यस्तै चलिरहन्छ। तपाईँहरू सम्पूर्णलाई मेरो भिडियो हेर्दै थ्याङ्क यू सो मच फर वाचिङ।